आज चाहिँ हामी चाहिँ पुरा यहाँ के अरे के भन्छ अरे एयरब्यान्ड लिएर बस्न आएको हामी लेडिज पार्टी भएर होइन। हेर्नु न कस्तो रमाइलो हुँदै, मेरो चाहिँ यो फर्स्ट टाइमको अनुभव हो होइन। कस्तो छ के छ मलाई थाहा छैन, तर यो मलाई यहाँभित्र छिर्ने बित्तिकै एकदमै गुड भाइब आयो, एकदमै राम्रो रमाइलो होइन। तपाईँहरू पनि यसरी अमेरिकातिर हुनुहुन्छ भने लिएर बस्नुभएको होला, यस्तो रमाइलो हुँदो रहेछ। म चाहिँ एकदम एक्साइटेड छु। ल हेर्नु हामी सबैजना हामी कुकिङको लागि रेडी गर्दैछौँ गाइस। ओ माय गॉड यस्तो होइन। हाम्रो यो पुरै घर है, यहाँ सोफाहरू छ, लिभिङ रुम। घरबाट आउँदाखेरि एकदम नरमाइलो लागिरहेको थियो, तर फाइनली यहाँ आएपछि एकदम रमाइलो लागिरहेको छ। ल हेर्नु कस्तो राम्रो ल हेर्नु। म चाहिँ माथि गएर देखाउँछु। यो मेरो क्यामेरा हो। अब यो चाहिँ माथि देखाउँदै जाँदैछु है म। यो चाहिँ माथिल्लो बेडरुमहरू छ यहाँ चाहिँ होइन। सो ब्युटिफुल के गाइज, ओ माई गड यति राम्रो छ नि, म त सो एक्साइटेड के। ल हेर्नु यो चाहिँ एउटा रुम छ। यहाँ हाम्रो सामान भद्रागल भइरहेको भर्खर आएर हामीले सामान यसरी राखेको होइन। ल हेर्नु यहाँ पुरा यहाँ यस्तो मजाले कि टिभी गराहरू पनि राखेको हुँदो रहेछ होइन। ल हेर्नु यहाँ वाह सो ब्युटिफुल, सो एक्साइटेड के। म त यति एक्साइटेड छु नि। ल हेर्नु यहाँ कस्तो राम्रो पिक्चर पनि राखेको छ। यो ढोका चाहिँ लक छ होइन यसमा चाहिँ। अनि टक्कै यहाँ चाहिँ क्लोजर छ होइन, कपडाहरू राख्नको लागि यहाँ फेनमा राखेको छ। कस्तो राम्रो राम्रो ड्रइङ गरेर राखेको, यो पेपरहरू राखेको कस्तो राम्रो होइन। यहाँ एउटा सोफा अनि यहाँ लाइट होइन। अनि हामी अर्को रुममा जाने त, यता चाहिँ बाथरुम। अनि यो ल हेर्नु त्यहाँ बेड होइन कस्तो राम्रो, माइ गड यस्तो यो चेयर पनि छ, यस्तो राम्रो चेयर के। ल हेर्नु यहाँ है, ल हेर्नु ओ माइ गुडनेस। अनि यहाँ पनि टिभी पनि छ। अनि आफूले केही सामानहरू राख्नको लागि हेर्नु यहाँ सिडीहरू पनि छ, पुरै सिडीहरू पनि राखिदिएको हुँदो रहेछ होइन। ओहो यसो के रहन्छ यसमा चाहिँ, यसमा सिडीहरू छ होइन। यहाँ घर अरू चाहिँ सबै खाली रहेछ, केही छैन अरू चाहिँ। कस्तो राम्रो क्या हेर्नु यहाँ पिक्चरहरू, सानो सानो पिक्चरहरू कस्तो मजाले राखेको। यो ढोका चाहिँ लक छ होइन। बेड एउटा चाहिँ माथि एउटा तल, यसो तल गाइज। यो चाहिँ फ्रन्ट डोर हो होइन। यहाँ बाहिर चाहिँ यो ढोका चाहिँ के किन थाहा छैन, यो चाहिँ लक नखोल भनेको छ। हामी ब्याक साइडबाट आएको होइन, यो सबै देखेर। अनि यहाँ सोफारी लिभिङ रुम कस्तो मलाई घर राखिदिएको छ, यति रमाइलो। म चाहिँ फर्स्ट टाइम यस्तोमा आएको होइन। यता फायर प्लेस छ राख्ने, यहाँ त फायर प्लेसमा ऊ बालेर बस्नु हो क्या यहाँभित्र। हाम्रो खानेकुराहरू त्यहाँ फ्रिज छ। अनि यहाँ साथीहरू सबै यहाँ पकाउँदैछौँ। यहाँ चाहिँ पुरै के सामानहरू एभ्रिथिङ छ कि केही पनि ल्याउनु पर्दैन रहेछ क्या, आफ्नो घरबाट एभ्रिथिङ राखेको रहेछ होइन। हेर्नु कस्तो मजाले गेम खेल्नुको लागि होइन। लाइटहरू छ पुरै, सो ब्युटिफुल गाइज। यहाँ हेर्नु न कफी मेकरहरू छ होइन। यहाँ आइरनहरू राखेको छ, एकदम ग्राइन्डरहरू राखिदिएको छ होइन। एयर फ्राई यहाँ हेर्नु यहाँ सबै छ। कोही चाहिँ हामी यहाँभित्र पकाउँदैछौँ। यता पनि बाथरुम। यहाँ पनि हामी यो बेडरुम, यो चाहिँ मास्टर बेडरुम जस्तो छ होइन। सो ब्युटिफुल राइट। आइएम सो एक्साइटेड। हेर्ने लोन्ड्री रुम पनि छ यहाँ होइन, डोर पनि छ, यो ब्याक साइड हो होइन। हेर्नु हाम्रो गाडी छ, दाउरा राखेको छ। यस्तो रोमान्टिक ठाउँ, तर अहिले चाहिँ के छ भने यहाँ चाहिँ पुरा ड्राई छ होइन। समर लाग्दैछ, भर्खर विन्टर सकिँदैछ, त्यही भएर एकदम पातहरू चाहिँ हरियो भएको छैन होइन। यहाँ बारबिक्यू गर्नको लागि अनि यहाँ पार्किङ भयो होइन। अनि यतापट्टि पुरै गराज। ओ माई गुडनेस कस्तो मजाको के हेर्नु। अहिले भर्खर विन्टर सकेको भएर चाहिँ यहाँ सबै अहिले चाहिँ छ होइन। यहाँ फायर गरेर बस्न मिल्ने होइन, स्विमिङ पुल पनि छ त्यहाँ, तर अहिले चाहिँ
बन्द छ त्यो चाहिँ विन्टर सकेको छैन पानी चिसो भएर होइन। अनि त्यहाँ हेर्नु कस्तो राम्रो ल बाहिरको भ्यू चाहिँ कस्तो राम्रो यो हरियो भएको बेलामा नि सो ब्युटिफाई यो चाहिँ घर हो होइन। हेर्नु चारैतिर जङ्गल हो माइ गॉड आइ एम सो एक्साइटेड। यता देख्नु चाहिँ यता अगाडि फ्रन्ट डोरमा त्यो ढोका चाहिँ ओपन गर्न मिलेन आई थिङ्क त्यो चाहिँ कि ब्रोकन भएको छ कि होइन त्यहाँ पानीको बाहिर हेर्नु यहाँबाट त्यहाँनिर चाहिँ ल यो चाहिँ हेर्नु बाहिर फ्रन्टमा यस्तो खालको छ होइन थाहा छैन क्लोज छ खोल्न मिल्दैन त्यहाँ मैले यस्तो ल्याएर मात्रै देखाएको गाइज सो ब्युटिफुल हाउस गाइज म चाहिँ एकदम एक्साइटेड छु। तल बाटो छ होइन हाम्रो साथीहरू अझै आउँदै हुनुहुन्छ। हामी अहिले फेरि 5 जना मात्रै आएको छौँ अरू 6-7 जना अझै आउँदै हुनुहुन्छ कोही भोलि आउँदै हुनुहुन्छ होइन। एकदम रमाइलो राम्रो सेयरमा कस्तो लाग्यो कमेन्ट गर्नु ल। फर्स्ट टाइम मैले नि भिडियो मेक गर्दैछु गाइस सो ब्युटिफुल हाउस। ल हेर्न हामी आज होलीको दिनमा होली खेलेर दिदी चाहिँ यहाँ रातै भएर हिँड्नुभयो अब हामी होली खेल्न बाँकी नै छ होइन। यहाँ हाम्रो दिदी साथीहरूलाई फोन गर्दै हुनुहुन्छ भित्र चाहिँ नेट वाइफाई चाहिँ अहिले कनेक्ट भएको होइन त्यही भएर बाहिर बसेर हेर्नु कस्तो रमाइलो अझ यो हरियो हुँदाखेरि त यो सो ब्युटिफुल हाउस गाइस कस्तो राम्रो मेरो जोडी चाहिँ मिलेकै हो के हामी चाहिँ साझा गर्छौँ अब रमाइलो नाचगान गरेर रमाइलो गर्दैछु अनि त्यसपछि खानाहरू तयारी पनि हुँदैछ यता हाम्रो चाहिँ ब्रेकफास्ट टाइम हो यो चाहिँ होइन हामी ब्रेकफास्ट खाएर चाहिँ उयो गर्दैछौँ अनि त्यसपछि बोइल हुँदैछ यो चाहिँ मटन बनाउनुला अन्डा अब हामीले त्यस्तो खाएको होइन अनि पकाउनु पर्दैन खाएर कोही फ्रेस हुन्छ फ्रेस हुँदैछ होइन हाई गुड मर्निङ गाइज हामी चाहिँ फाइनली अहिले चाहिँ उठ्यौँ होइन उठेर हामीले चाहिँ टक्कै अब ब्रेकफास्टहरू रेडी हुँदैछ ब्रेकफास्ट गर्दैछ होइन एकदम रमाइलो चाहिँ साथीहरू सबैजना तल आउनुहुन्छ होइन देखाउँछु है त सबैजना ब्रेकफास्टहरू सर्भ गरेर रेडी भएर बसेर अब हामीले लन्चको लागि चाहिँ रेडी गर्दैछौँ यता हामी सबैजना एकदम रमाइलो भयो हामी एकदम इन्जोय गऱ्यौँ है। एकदम रमाइलो भइरहेछ हामी यहाँ लन्चको लागि रेडी हुँदैछौँ 2 दिन बाँचुन्जेल ल एउटा ल हामी बनाउनुको लागि फ्लावर पनिर भ्लग बनाउनु पनि यहाँ हिजो आएदेखिको होइन साथीहरू
खै साथीहरू फ्रेस हुन जाँदै हुनुहुन्छ है त मान्छे पनि कति सुहाएको भन्दैछ हाई कस्तो लागिरहेछ त आज सुपर सुपर से ऊपर एकदम राम्रो इन्जोय भइरहेछ गुड मर्निङ है गुड मर्निङ कस्तो लागिरहेको उमा दिदी एकदमै रमाइलो हिँड्दै रमाइलो आज न हामी बसिन्छ होइन ल त सबैजना एक बोल्नु त ल रूपा दिदी कस्तो लागिरहेको रमाइलो भएको छ ओ अविस्मरणीय है सुभद्रा रम केही छ भन्न यसो कस्तो लागिरहेको एकदमै रमाइलो यस्तो रमाइलो त अहिलेसम्म भएको थिएन है पक्कु यहाँ चाहिँ मसरुम यहाँ चाहिँ पक्कुको लागि होइन पनिर ल यहाँ भुटे कोही फ्रेस हुँदै हुनुहुन्छ होइन कोही बाहिर चाहिँ वाक गर्नु जानुभयो जस्तो छ यस्तो बाहिरको फ्रेस हावा खानलाई यहाँ चाहिँ यो लुगाहरू सबैको फ्रेसहरू लुगाहरू हेर्छ यो लोन्ड्री रुमहरू मैले हिजो पनि देखाएको थिएँ होइन मैले सबै यो बनाउँदैछु र अनि हामी चाहिँ बिहान भयो यो चाहिँ हामीले सेकेन्ड डे फाइनल्ली हामी चाहिँ एकदम इन्जोय गरेर चाहिँ एउटा दुःख चाहिँ छ बच्चाहरू चाहिँ छोडेर आयो होइन उनीहरूको स्कुल पनि थियो अनि त्यही भएर बच्चाहरूलाई यसो गरेर छोडिदिउँ न त भनेर छोडेको यो चाहिँ हाम्रो रुमहरू भयो एकदम भद्रागोल छ है रुमहरू त माइन्ड नगर्नु केही कमेन्ट नराम्रो कमेन्ट नगर्नु होला है त गाई के भनिरहेछ दिदी हेर्दाखेरि तुसादी जस्तो लाग्यो तुसादी होइन कन्फ्युज नहुनु होला ल दिदी हो यो मान्छे हेर्दा चाहिँ यो चिनेर कसैले देख्छ कसैले देख्दैन दुलासाथी होइन त हामीले हाम्रो क्याम्पेनमा इन्टरटेनमेन्ट पार्नको लागि डुप्लिकेट भाजी लिएर आएको डुप्लिकेट तुलासाथी आएको ओरिजिनल त माथि सुतिरहनु भएको अहिले ओरिजिनल घरमै छ आउनु भएन एकदमै मिठो मिठो खाना पकाउने निर्मला दिदी आइसक्नु भएको छ यता मिनु दिदी हाई मिनु दिदी कस्तो लागिरहेको छ एकदम राम्रो एकदम रमाइलो होइन यसरी आइराख्नु पर्ने त हाम्रो निर्मला दिदी आउनुहुन्छ एकदम दिदी फ्रेस भएर आउनुभयो ब्रेकफास्ट अब बल्ल ब्रेकफास्ट गर्ने दिदीको पालो यति रमाइलो त अहिलेसम्म भएकै थिएन आजको दिनमा आज हामी यहाँ बस्दैछौँ रमाइलो गर्दैछौँ होली खेल्दैछौँ गर्दैछौँ यतिको रमाइलो कहिले भएको थियो यतिको रमाइलो त कहिल्यै भएको थिएन होइन आज त एकदम अझ रमाइलो गर्नु बाँकी नै छ तीनचोटि चाहिँ गर्नै पर्छ रिफ्रेस दुई थरी हो र तीन थरी छ यहाँ भेज बन्दैछ अहिले मसरुम बन्दैछ काउली बन्दैछ ल है त हाम्रो यहाँ मिठो मिठो भेराइटीहरू बन्न सुरु हुँदैछ भर्खरै यहाँ काउली फ्लावर बन्दैछ चना छ राइसहरू यहाँ प्याजहरू काट्दै हुन्छ हाम्रो दिदी टमाटर काट्दै हुन्छ अनि यता चाहिँ यो को चाहिँ होइन यहाँ चाहिँ के काट्दैछन् नक्कली यहाँ चाहिँ के काट्दैछन् यो चाहिँ के हो कुन मटन यो चाहिँ झोल खाने हो यो चाहिँ पक्कु यहाँ सलाद काट्नु हुँदैछ एकदम रमाइलो हुँदैछ यता चाहिँ हाम्रो यहाँ फुल ब्रेकफास्ट गर्दै हुनुहुन्छ गफ गर्दै हुनुहुन्छ ल अब हाम्रो यहाँ लन्चको लागि तयारी हुँदैछ यहाँ हाम्रो दिदी भर्खरै ब्रेकफास्ट खाँदैको हुन्छ ल हेर्नु यो चाहिँ बिहानको भ्युज कस्तो राम्रो राम्रो
होइन। अहिले म चाहिँ भित्रै आयो भने चाहिँ अहिले त्यो थियो नि त त्यही भएर पातहरू यतिसम्म भयो। स्विमिङ पुल चाहिँ यहाँ बन्नको रहेछ। यो चाहिँ हट टप हो। यो चाहिँ घुम्न आएको लागि टक्क यहाँ हट टपमा बसेर पानी छ तातो छ। आज चाहिँ यहाँ बसेर हामी एकछिन हट टपमा बस्ने प्लान छ। प्लान चाहिँ हामीले डेली गरेर छौँ। कतिसम्म भ्याइन्छ होइन, म अलिअलि भए पनि सबै देखाउने कोसिस चाहिँ गर्छु है त। राम्रो यहाँ बारबिक्यू गर्नुको लागि चाहिँ यो पनि हामी दिउँसो स्टार्ट गर्ने बेलुका फेरि यहाँ माथि। इन्जोय गर्न आएछौँ होइन। यहाँ चाहिँ हाम्रो साथी लड्नु भयो है, पिङ खेल्न नसकेर ल हेर्नु यहाँ एकछिन त रमाइलो भयो अरे बिचरा दुखेको रङले होइन। बाहिर फोटोसुट गर्नको लागि खेल्नको लागि अब कन्टिन्यू गर्दैछौँ होइन। हामी सबैजना चाहिँ उ गर्दैछौँ है त, मेकअपहरू गर्दैछौँ, रेडी हुँदैछौँ। ल अँधेरो आयो त। ल हेलो हाई हाई सबैजना चाहिँ हामी फोटोसुट गर्नको लागि बाहिर घुम्नको लागि जाँदैछौँ। निर्मला दिदी हामी चाहिँ अब यहाँ सबै रेडी भएर बाहिर एकछिन यसो फोटोसुट गर्ने बाहिर घाम लागिरहेको छ, एकदम रमाइलो छ होइन। त्यही भएर चाहिँ हामी त्यसो जानु लागिरहेको छौँ। माथि सबै साथीहरू होइन, माथि पनि देखाउँछ ल सबै मन्दिर समय बाहिर फोटोसुट गरेर आएको। अब हामी सबै यहाँ खाना खाँदैछौँ। हेलो गाइज, खाना लन्चको टाइम भयो है, सबैजनाले यहाँ लन्च लिँदै हुनुहुन्छ। यहाँ हाम्रो लन्चमा चाहिँ दिदीले अब सिम्पल खाना लिनुपर्छ। अनि यो चाहिँ कति भोक लागेको रहेछ त नि। तरकारी सबै हालेर ल्याउनु ल। यहाँ चाहिँ यहाँ खानेकुराहरू चाहिँ यस्तो छ होइन। अचार अचार मासुको झोल, मटन है, मटन करी,
यो गुन्द्रुक अनि हाम्रो यहाँ राई अनि यहाँ उबाट मल्दै हुनुहुन्छ एकदम रमाइलो भइरहेको छ सबैजना खान्छ तयारी हुँदैछ ल हेर्नु यहाँ पक्कु हाले कति ल हेर्नु यहाँ पनिर पनि खानु है पनिर पनि पनिर छ सलाद उता बन्दैछ बाहिर बन्दैछ ल हेर्नु यो खाने हो बार्बीको अचार ल हेर्नु सबजना यहाँ लिँदै हुन्छ बाहिर पनि हुनुहुन्छ बाहिर पनि खिच्छु म हेलो गाइज खानेकुरो ल्याउने हो सबै भाडा भाडा ल्याउने होइन यहाँ बाहिर बसेर खाने अनि कहाँ खान्छ यस्तो रमाइलो वेदरमा यहाँ बसेर नखाएर सुतेर यहाँ यस्तो पनि छ फेरि ल हेर्नु खसीको मासुको हड्डी जति फाल्नु पर्थ्यो के धन्ने दाँत मुखमा अड्क्यो हे तेरिका त्यत्रो अड्क्यो भने त बर्बाद हुन्छ नि ल बनाउनु पर्ने हड्डी राखेछन् ल हामी अब अब डिनरको तयारी हुँदैछ ह्याप्पी होली एभ्रीबडी गाइस हाम्रो डिनर हो चाहिँ कस्तो भइरहेछ डिनर गजब भइरहेछ एकदम एकदम हामी चाहिँ एउटै प्लेसमा चाहिँ बाहिर एकदम रमाइलो भइरहेको छ अनि टाइम पनि हो हामी टी खाँदै हामी अब डिस्कस गरेर बसिरहेको छौँ एकछिनमा फेरि हामी त्यो चाहिँ हाम्रो रमाइलो मात्रै हो है यहाँ केही रमाइलोको लागि मात्रै यसो रमाइलोको लागि मात्रै यसो गर्दैछ रमाइलो गर्नुहुन्छ हम तो ना पी के भी बदनाम है
अब चाहिँ हाम्रो आज 30 हो हामी चाहिँ आज जाँदैछौँ आफ्नो घरमा होइन हामी सबैजनालाई सबै रेडी भइसकेको छौँ ब्रेकफास्ट गरेर बसेको यहाँ ल हेर्नु सबै प्याकिङ भइरहेछ यहाँ कोही फोटो खिच्ने कोही केही गर्ने भिडियो खिच्ने मोबाइल हेर्ने घर बसिरह म सबैजनाको अनुभव बुझ्छु है त ल पहिला दिदीको बाटै सुरु गरौँ न त दिदी कसो लाग्यो हजुरलाई एकदम रमाइलो भयो अब जानलाई प्याक स्याक गरिसकियो एकदम रमाइलो भयो। फेरि फेरि आउनु मन छ कि छैन एकदमै मन छ आइराख्नुपर्छ टाइममा आइराख्नुपर्छ होइन टाइममा आइराख्नुपर्छ त्यही त रमाइलो भयो सबैजनाले त्यही हिसाबले अहिले निस्किँदैछौँ छिट्टै आउने गरेर त्यही त त्यही भने ल थ्याङ्क यू दिदी अनि सुभद्रा कस्तो लाग्यो त साह्रै रमाइलो रमाइलो लाग्यो साह्रै रमाइलो लाग्यो फेरि आउनु मन छ नि अर्कोचोटि केही तत्कालै गरे पनि गुनासो छैन नि केही गुनासो छैन। ढलेमा त कपिराइट लगाइदिनु पछाडि हालेर त्यसलाई कपिराइट म्युजिक बज्दैन क्या कस्तो लाग्यो त आज हाम्रो भ्याकेसन 3 दिनको भ्याकेसन मुरी मुरी धन्यवाद सबैजनालाई एकदम रमाइलो यस्तो क्याम्पिङ चाहिँ गरिरहनुपर्छ हो अन्त ल थ्याङ्क यू धन्यवाद म खिचिदिन्छु कस्तो लाग्यो शोभा कस्तो रमाइलो फेरि पनि कहिले आउने होला जस्तो भइसक्यो थ्याङ्क यू मिनु दिदी कस्तो लाग्यो हाम्रो भ्याकेसन 3 दिनको भ्याकेसन यस्तो रमाइलो मेमोरेबल अब यस्तो चाहिँ गरिरहनु पर्ला जस्तो छ है रमाइलो एकदम थ्याङ्क यू सो मच टु अल अफ अस मलाई चाहिँ 2 दिन होइन 1 महिना बसे नि हुन्थ्यो यति आनन्द सबै चाहिँ बिर्स्या है मोज गरियो मोज 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 फेरि उमा दिदी कोटा बाहिर एकदम रमाइलोको कुरै छैन अब 3 दिन सुत्दा नि सुत्थेन अब घर गएर सुत्तिन्छ अब घर पनि जान मन त थिएन जानै पर्यो है त धन्यवाद ल सिर्जना दिदी के छ त कस्तो लाग्यो त भ्याकेसन एकदम रमाइलो लाग्यो 2 दिनको बसाइ साह्रै रमाइलो अर्को साल आउँदा 3 दिन बस्नुपर्छ है हो अझ धेरै दिन बस्ने गरेर आउनुपर्छ नि त ल रुपा दिदी कस्तो लाग्यो रमाइलो भयो यस्तो कहिले नबिर्सिने है त धन्यवाद कोट छैन यहाँ चाहिँ यहाँ फोटो सुट हुँदैछ जानु न लिएर हाल्नु भाउजू जानु भएको त्यस्तो पानी परेन अब त्यता बोल्न आउन परेन म ए तुला छ दिदी के छ ल भन्नु कस्तो लाग्यो तपाईँको अनुभव यति कोटाजी हात पकाउने होइन ल यहाँ फोटो खिच्ने यहाँ प्रोग्राम हुँदैछ आज 3rd डे हाम्रो त्यही भएर एकदमै रमाइलो भयो फेरि फेरि पनि आउने हाम्रो उ भइरहेछ होइन होली पनि एकदम मजाले खेलियो भ्याकेसन एकदम रमाइलो बनायो काम सबै कुरा छोडेर आनन्दले फ्री भएर माइन्ड पनि एकदम फ्रेस भयो एकदमै रमाइलो हुँदैछ गाइस एकदमै रमाइलो भयो तपाईँ बस्नुभएको छ होला छैन बस्नु एकदमै रमाइलो यो चाहिँ हाम्रो सामानहरू अझै छ होइन यहाँ हामी सबै मिलाएर जान्छौँ एकदम रमाइलो भयो थ्याङ्क यू गाई थ्याङ्क यू सो मच सबैजनालाई त फेरि फेरि पनि अरूहरू पनि भिडियोहरू लिएर आउनेछु थ्याङ्क यू बुढो अघि पछि कुदेको कुदेछ पुरा वरिपरि हेरिरहेछ नि